पिर्कानिर त्यही छ ठ्याक्कै पिर्का छ सानो छ त्यही सानो हो जातै यो फेरि यहाँ आउन ठिक्क परे है आउन ठिक्क परेछ कुकुले पा काई कहाँ छ र अलि सानो ए होइन त किङ कोब्रा यो टाढा टाढा जाम हैन म टाढा टाढा जाम मारो अलि आर्को हल्ला नगर यो अलि आर्ती राखा कति बेला पसेको यहाँ भयो 2-2.5 घण्टा 3 घण्टा भयो मलाई फोन गर्दा ठ्याक्क पसेर देखिएको 5 बजेको आसपास पसेको यो सानो बच्चा हो 2-3 केजीको होला जम्मा कहाँबाट आयो होला नि हेरिन्छ 2-3 केजीको लाइट देखाउनु अरे मोबाइल अहिले मैले देखाइदिन्छु के मैले यहाँ त अहिले पनि त छोप्ने हो नि कति समयको होला यो कति उमेरको अन्दाजी कति उमेरको 1 वर्ष सोसाउने झन् बाल्टी निकाल्नु ल उ त्यता उ गर्न पर्यो किनी सानो उसमा केमा स्याप बनाएर सट्ट छिराइदिनु पर्यो अहिले होइन मेरो आँगनमा देखिन्छ सबैलाई हुन्छ यो ऋतुको कति 1 हो क्या ऋतुको 1 गैरो गाउँ राजन गैरीको घर 2082 सालको पहिलो दिनको बेलामा राजन गैरीको घरमा उता ऊ आँगनमा यहाँ हेर्ने के हो र आउने हो यस्तै चित्त बुझ्दैन कि मलाई त्यही भएर मान्छे उता जाम कस्तो गर्छ त अब स्टिक लो है शान्ति चौर छोपेको भन्दा सानो हो कि सानो अंदर जा भाई अंदर विशु फालिसक्यो होला उही फाल्यो होला बिच फालिसक्यो होला कहाँ हुने छैन यहाँ त्यति हो त्यसको होला नि क्या मुख केही यसको झुन्डाउनु पार्नलाई सुरुमा देख्दा तपाईँलाई कहाँ देख्नु भएको थियो मैले उहाँ बोरा मुनि बोरा उचाले यसो पुरानो चप्पल थिए त्यही राख्छु भनेर बोरा उठाएँ हजुर त्यहाँबाट बोरा उठाउँदा त्यही सर्पो रहेछ त्यहाँबाट चित्छ म यस्तो के सर्प आएछ यस्तो भनेर त्यहाँबाट कता कसलाई बोला भने यहाँ बाबुलाई बोलाउँछु भने मास्टर हेरे ढोका लाएछ त्यहाँबाट यता बाटातिर आएँ बाटा आउँदाखेरि ठिक्क यहाँ विष्णु बाबु मात्र झर्नु रहेछ आउनुहोस् त हाम्रा कस्तो सर्प आएको छ यहाँ भन्दै यहाँलाई बोलाएर घर ल्याएँ त्यहाँबाट हेर्नु भयो
त्यहाँबाट आउँदा आउँदै अर्को बाबु आयो फेरि बाबु हेर त्यहाँ भने बाबुले पनि माथिबाट लट्ठीले गुन्द्राएर मोबाइल चलाउनु भएको थियो त सर्प त्यहाँ तपाईँले त्यति बेला यो सर्प यस्तो हो भनेर तपाईँलाई थाहा थियो तपाईँलाई यो सर्प त्यति बेला देख्दा यो सर्प हो भन्ने थाहा थियो यहाँले टोका भन्नु होइन टोकाको भने त मैले टोक्दैन टोक्छ लेडासँग लेडाले टोकेको दुधै हुन्छ तिको बिगालु भन्छ हामी त्यहाँ देखिएन लेडो हो हिजो के हो भन्ने भयो सोच्दै झरो के तल्ते बारीतिर गयो भनेको त तँ त बाथरुममा गएछ मैले दाउरामा गयो भने त्यहाँ भेटाउँदाखेरि हामीले त्यसलाई पक्राउन सक्थ्यो अरू सुरक्षित भयो हस् धन्यवाद